ल हेर्नुहोस् है त साथीहरु, म ग्यास गिजमा पानी कसरी तात्छ त भन्ने देखाउन गइरहेको छु। यहाँबाट इनलेट चिसो पानी जान्छ, यहाँबाट छिरेर भित्र यसमा कोइल हुन्छ है त भित्र। यसमा कोइल छ, कोइलबाट पानी सर्कुलेसन हुन्छ अनि त्यसपछि यहाँबाट हेर्नुहोस् यो बर्नल हो। यहाँबाट ग्यास बलेर माथि कोइलमा टच हुन्छ आगो। ग्यासको बलेको आगो यसमा फ्लेम त्यो फ्लेमले यो कोइल तताउँछ, कोइल ततेपछि पानी तात्छ। पानी तातेपछि यो सर्कुलेसन हुँदै यताबाट देखाएको थिएँ नि मैले, चिसो पानी यसरी जान्छ अनि यहाँ कोइलमा ग्यासले तात्दै अनि यताबाट यसरी टक्क यहाँबाट निस्कन्छ है त। यहाँबाट चिसो पानी जाने, यहाँबाट तातो पानी माथिबाट तातेर यसमा निस्किन्छ। हामी चाहिँ यसमा चाहिँ ग्यास जोड्ने गरिन्छ, योबाट ग्यास दिन्छ, माथि ग्यास दिएर यहाँबाट आगो बल्छ अनि त्यसपछि यहाँ कोइलमा आगो परेपछि यो पाइपमा आगो परेपछि भित्र चाहिँ अलि मोटो धेरै कोइल छ, बाहिर निस्किने कोइल हो टक्क। अनि त्यसपछि पानी तातेर सरर यहाँबाट निस्कन्छ है त। तातो पानी यहाँबाट चिसो पानी जाने, यहाँबाट तातो गएर भित्र यो बर्नल हो, योबाट आगो बल्छ। ग्यास दिएपछि आगो बल्छ अनि भित्र कोइलमा टच भएर पानी तातेर बाहिर निस्किन्छ त साथीहरु, ग्यास गिजरबाटै। ल हेर्नुहोस् यसरी पानी तात्छ।